नमस्कार, म तपाईहरुलाई जापानको एउटा विशेष प्रसिद्ध मिठाईको बारेमा थोरै जानकारी गराउन गइरहेको छु। तपाईहरु जापानको प्रसिद्ध मिठाई मोचीको बारेमा सुन्नुभएको छ? यदि सुन्नुभएको छैन भने तपाईहरुको लागि यो भिडियो महत्त्वपूर्ण हुनेछ। मोची एक प्रकारको परम्परागत जापानी मिठाई वागासी हो, जुन मोची गोमे भनिने विशेष चिप्लो चामलबाट बनाइन्छ। यो चामललाई राम्ररी भिजाएर उमालिन्छ अनि त्यसपछि कुटेर नरम लोचिलो डो बनाएर तयार पारिन्छ। मोची गोमे भनिने यो चामलको छुट्टै धानको प्रजातिबाट बनाइन्छ। हामीले खाने सामान्य खालको धानबाट बनेको चामलबाट यो बनाइदैन, यसको लागि छुट्टै खेती गरिन्छ। अनि यो मोचीको इतिहासलाई हेर्ने हो भने 1000 वर्ष भन्दा पुरानो इतिहास भेटिन्छ। पुरातन जापानमा यो मिठाई देवताहरूलाई चढाउने शुभ खाद्य मानिन्थ्यो। विशेष गरी नयाँ वर्ष र मन्दिरका पूजामा मोची खाने चलन आजसम्म पनि छ। मोचीका विभिन्न प्रकारहरू हुन्छन्, जसमध्ये मुख्य प्रकारहरू मध्येमा दाइफुकु मोची, साकुरा मोची, इचिगो दाइफुकु र कुसा मोची यी यहाँका प्रमुख प्रकारहरू हुन्। दाइफुकु मोचीमा रातो बीन्स भरेर बनाइएको हुन्छ। साकुरा मोची जुन चैत महिनामा चेरीको पातले बेरेर गुलाबी रङको बनाएर तयार पारिन्छ। त्यस्तै इचिगो दाइफुकु जसमा एउटा ताजा स्ट्रबेरी राखेर बनाइन्छ र अर्को हुन्छ कुसा मोची, हरियो घाँसको स्वाद र रङले भरिएको हुन्छ। यी लगायत थुप्रै प्रकारहरू पनि आज बजारमा देख्न पाइन्छ। यसको संस्कृति र अर्थ पनि छुट्टै छ। जापानमा मोची समृद्धि, दीर्घायु र सौभाग्यको प्रतीक मानिन्छ। यो लामो समय तन्किने यसको बनावटले दीर्घ जीवन र सम्बन्ध भन्ने अर्थ जनाउँछ। आजको यो जानकारी र यससँग सम्बन्धित भिडियो तपाईलाई कस्तो लाग्यो? लाइक, शेयर तथा कमेन्ट गर्न नभुल्नुहोला। र यस्तै नयाँ शीर्षकमा भिडियो तथा जानकारीहरू गराउनेछु। भिडियोलाई अवश्य नछुटाई हेर्नुहोला।